यो जर्नी स्टार्ट भयो स्याङ्जाबाट। मर्निङ अलि राम्रो, अलि कुल, अलि ह्युमिड, त्यो टाइपको वेदर जसमा राइड गर्नुको झन् रमाइलो हुन्छ। बाटोमा भालु पहाड क्रस गर्दै भ्यू इन्जोय गर्दै हामी वालिङतर्फ लाग्छौँ। हामी वालिङ पनि पुग्यौँ। वालिङ नेपालको पिङ्क सिटी भनेर पनि चिनिन्छ। एकछिन खाजा खाएर हामी फेरि आफ्नो बाटोतर्फ लाग्यौँ। म चाहिँ प्यासेन्जर, सो फुल अन भ्यू इन्जोय मोड। माउन्टेन्स, रोड, हावा सबै एकदम पिसफुल। कहीँ त जस्ट भ्यू हेर्नको लागि मात्र रोकियौँ। सो जस्ट इमेजिन कति राम्रो थियो होला त्यहाँ ठाउँ। ऊ चाहिँ यो बाटो धेरैचोटि आएको भएर सो ही वाज टेलिङ मी स्टोरिज, प्लेसेसको नाम, मेमोरिज, अनि म चाहिँ सुनिरहेको इन्जोय गर्दै। हामी पहिले मिर्बी काली थुनेको भन्ने गीत सुन्दैछ कहिले? त्यही जाने बाटो हो यो चाहिँ। अहिले हामी 0मा छौँ। अनि यो चाहिँ कालीगण्डकी हाइड्रो पावर, नेपालको सेकेन्ड ठुलो जल हाइड्रो पावर जाने बाटो हो यो। अब हामी रामदी, स्याङ्जा र पाल्पाको बोर्डर। यहाँ तल छ कालीगण्डकी नदी। बुढो यो ठाउँ के अरे? यसलाई चाहिँ रामदी भन्छ। यो चाहिँ स्याङ्जा जिल्ला र पाल्पा जिल्लाको बोर्डर हो। यो रामदी ब्रिजमा छौँ हामी। तल चाहिँ कालीगण्डकी रिभर छ। कालीगण्डकी रिभर छ तल चाहिँ। कालीगण्डकी रिभर चाहिँ हिन्दू धर्मको लागि एकदम महत्त्वपूर्ण र फेमस रिभर हो। यहाँ चाहिँ शालिग्राम गड पाउँछ। अनि यो लुम्बिनी प्रोभिन्स र गण्डकी प्रोभिन्सको बोर्डर पनि हो।
अनि ब्रिज चाहिँ नेपालको वान अफ द फेमस सिग्नेचर ब्रिज हो। अनि यो पुरानो ब्रिज चाहिँ पुरानो यो अलि कमजोर भएर नयाँ बन्दैछ यहाँ। यो कमजोर भएर पो हो। होपफुल्ली छिटै बनोस्। अनि यो चाहिँ सिद्धार्थ हाइवे र के अरे कालीगण्डकी करिडोरको मिटिङ पोइन्ट पनि हो। सेक्टर छोडेर पाल्पा प्रवेश गर्दैछौँ। यता अब गण्डकी प्रदेश छोडेर हामी लुम्बिनी प्रदेशमा आयौँ। यताबाट कता जाने रे हामी? यो सिधा बुटोल जाने हो अगाडि, यहाँबाट बुटोल। अनि यता त्यता चितवन जाने हो, सर्टकट बाटो हो चितवन जाने, कालीगण्डकी करिडोर अनि पछाडि पोखरा। यस्तो भिरालो जग्गामा पाल्पाको खेती हुने बारीहरू। ग्रिन हिल्स, कर्ब्स अनि त्यो पिसफुल भाइब इन्जोय गर्दै हामी खानाको लागि रोकियौँ। पाल्पाको फेमस चुकौनी र बटुक टेस्ट गर्न हामी एउटा लोकल खाजा घरमा रोकियौँ। यो चाहिँ चुकौनी हो, बटुक। मै जस्तो टाइपको हुन्छ। दही नै पकाएको तल भएको है यहाँ सिद्ध बाबा मन्दिर क्रस गर्दै वी एन्टर्ड बुटवल। अनि त्यसपछि फाइनली बाहिर हावा।
बाहिर हावा पुग्दा एभ्रिथिङ फेल्ट डिफ्रेन्ट. फ्ल्याट ल्यान्ड, वाइड फिल्ड्स, गहुँको हार्भेस्टिङ अनि त्यो तराईको ओपन स्काई. पहाडबाट आएको मान्छेलाई यो सबै एकदम रमाइलो लाग्छ. थकै लाग्यो? थकै लाग्यो. फाइनल्ली हाम्रो डेस्टिनेसन आइपुग्यो. हामी कता आएको? 2 o'clock भैरवा. हामी अहिले कता छौँ? हामी अहिले हाम्रो दाइको घरमा छ. एकछिनमा यहाँको फाट टुरमा जाने हो. ओके. अहिले रेस्ट गर्ने. ओके. एकछिन रेस्ट गरेर फ्रेस भएर हामी फेरि बाहिर लाग्यौँ. बुढो अब हामी कता जाने? हामी खेत हेर्न जाने हो. धान आज गहुँ काट्दैछ भने गहुँ काटेर पनि जाने हो. लेट्स गो. गहुँ काटेको के आज सबै आज काट्नुभएको. आज यति जति काटेको आज मात्रै काट्नुभएको. आज त बस्छ नि भोलि. त्यो बजारमा हाम्रो पाहाडमा फेरि अलि अर्कै हुन्छ. अलि यस्तो गरेको हुन्छ. हजुर त्यस्तो गरेर काट्नु त अप्ठ्यारो लाग्छ होला है हजुरलाई? काट्न त्यसलाई तपाईँले काट्नुहोस्. त्यो काट्दाखेरि अब पानी नबसेको अनि चाहिँ यो आउनु यहाँ यतातिर यहीँसम्म त टिको रहन्छ. यो छोप्दाखेरि यसैमा राखेको ए त्यही जाने. आफै आउँछ. त्यसपछि फेरि उता जाने त्यो ठुलो बोरिङ चल्दाखेरि अनि चाहिँ यो बसेर मोटो
फर्किने क्रममा हामीले सधैँ नै थारू सङ्ग्सहरू सुन्यौँ. We were like के भइरहेछ. So obviously we went. त्यहाँ पुग्दा people were so welcoming. प्रसाद प्रसाद होला पूजा होला के को पूजा हो यो चाहिँ गाउँभरिको जस्तै पूजा हुन्छ होइन यो समय माईको हामी भन्छौँ समय माईको गाउँ जस्तै गाउँको कुरा यो पूजा हो सबैको अनि त्यसको यहाँ बसेर प्रसाद खाएर जान्छ त्यसको लागि छ अझै पनि हामी माइकिङ धेरैचोटि गरेको तर गीत बज जस्तो लाग्छ अब यिनीहरू त नाचगान गरेका हुन् जस्तै उनीहरू फेरि बरातीमा गर्छन् रमाइलो हुन्छ हेर्दाखेरि मजा हुन्छ इन्डियामा आएका छन् यिनीहरू अस्ट्रेलियामा आएका छन् यिनीहरू अनि त्यो चाहिँ राम्रै डान्सरहरू छन् सबै हेलो 5 मिनटमा चाहिँ खाइदियो हुन्थ्यो अनि यो खाएँ नि त दाइ यो यो त हो त्यो पनि खाइदियो हुन्छ नि दाइ अलिकति दुईवटा तिनवटा पुरी अनि त्यो खिरहरू खाइदियो भने हुन्छ यहाँको हेर्नु न खिरपुरी कस्तो हुन्छ मन्दिरको People were so welcoming there. हामीलाई चिन्ता पनि नचिन्ने सिधै प्रसाद दिनुभयो. अनि कुरा गर्दै जाँदा थाहा भयो यो उनीहरूको कुलपूजा रहेछ. They insisted खाएर मात्र जानु. So हामीले डिनाइ पनि गर्यौँ तर they insisted more. So finally we tried. त्यो प्रसाद एकदम मिठो थियो तर त्यो भन्दा नि त्यो फिलिङ अननोन मान्छेहरूले यस्तो माया दिएको. भयो भयो के खाने मान्छे समटाइम्स ट्रिपको बेस्ट पार्ट प्लानमा हुँदैन. इट जस्ट ह्यापन्स. अनि यो दिन त्यस्तो नै थियो. आजको प्लान लुम्बिनी. बाटोमा धेरै ठाउँमा गोइठा देख्यौँ. थारू कम्युनिटीको लाइफस्टाइलको पार्ट. सिम्पल, प्र्याक्टिकल अनि नेचरसँग कनेक्टेड. के हलो हो यो
बाटोमा इन्टरनेसनल बुद्धिस्ट मेडिटेसन हल पनि भिजिट गऱ्यौँ। ठुलो, क्वाइट अनि एकदम स्टिल। फाइनल्ली लुम्बिनी। के भन्छ अरे आइसक्रिम। अनेस्टली मैले सोच्दा लुम्बिनी इज इक्वल्स टु मायादेवी टेम्पल मात्र, तर रियालिटी वे मोर देन द्याट। यहाँ डिफ्रेन्ट कन्ट्रिजले बनाएको मोनास्ट्रिजहरू रहेछ। भियतनाम, चाइना, थाइल्यान्ड, जर्मनी, इच वान डिफ्रेन्ट, इच वान टेलिङ द सेम स्टोरी इन अ डिफ्रेन्ट स्टाइल। आर्किटेक्चर हेर्दा वी वर लिटरली लस्ट। कति राम्रो डिटेलिङ। यो मोनास्ट्रिज डिफ्रेन्ट बुद्धिस्ट कन्ट्रिजले बनाएको हो, बिकज लुम्बिनी इज द बर्थ प्लेस अफ बुद्ध। सो सबैले यो प्लेससँग कनेक्सन फिल गर्न आफ्नो कल्चर रिफ्लेक्ट गरेर बनाएको।
मलाई लागेको पनि थिएन लुम्बिनीमा यति धेरै मोनास्ट्रिजहरू छन् भनेर। अनेस्टली यो एरिया कति ठुलो रहेछ भनेर आइडिया नै थिएन। गुगल म्याप हेरेर मायादेवी टेम्पल खोज्नु पर्यो। हिँड्दै हेर्दै पज गर्दै यो प्लेस एक्सप्लोर गर्न टाइम लाग्छ, तर रस गर्ने ठाउँ चाहिँ होइन यो। Finally, Mayadevi Temple, main spot. मन्दिरभित्र फोटो भिडियो अलाउड थिएन, so we didn't capture.